जय मसीह सबैजनालाई। फेरि पनि आज म परमेश्वरको वचनबाट केही कुरा बताउनको लागि आएकी छु है। तपाईहरुले सुन्नुहुनेछ आशा गर्दछु। गएको पहिलो पाठमा मैले आशिष के हो भन्ने विषय लिएर तपाईहरुको बीचमा केही कुरा बताएको थियो अनि आज पनि म छोटो समयमा सानो कुरा बताउन आएको छु। यो पनि आशिष के हो भन्ने भाग 2 है। आजको मुख्य खण्ड चाहिँ गन्तीको पुस्तक 6 अध्यायको 24 देखि 26। परमप्रभुले तिमीलाई आशिष देउन् र तिमीलाई रक्षा गरून्। परमप्रभुले आफ्नो मुख तिमीहरुमाथि चम्काउन् र तिमीहरुलाई अनुग्रह गरून्। परमप्रभुले आफ्नो चेहरा तिमीमाथि प्रकाश गरून् र तिमीहरुलाई शान्ति देउन्। यो चाहिँ कतिपटक पारिवारिक प्रार्थनामा पारिवारिक वेदीमा चाहिँ घरको मुली बुवाले यो आशीर्वाद दिएर पढिदिने चलन छ है। हाम्रो परिवारमा पनि यो गर्ने गर्छौं। पहिला सानो बेलामा बच्चाहरु सानो हुँदाखेरि बेलुकी सधैँ यो पद पढेर आशीर्वाद दिने गर्नुभएको थियो। त्यो पनि राम्रो हुन्छ परिवारमा। यहाँनिर चाहिँ आज हामीले आशिष चाहिँ थुप्रै कुराहरू के हो भन्ने कुराहरू चाहिँ हेर्दै आएका छौं भने आज चाहिँ हामीले 2-3 वटा कुराहरू 3-4 वटा कुराहरू है 4-5 वटा कुराहरू चाहिँ हामी आशिष के हो भनेर हेर्ने छौं है त। यहाँनिर यो खण्ड पढ्दाखेरि चाहिँ हामी चाहिँ यहाँ परमेश्वरको उपस्थिति नै एकदम सबैभन्दा ठूलो आशिष हो भन्ने कुराहरू चाहिँ हामी हेरिरहेका छौं है। अनि त्यसमा पनि हामीलाई आशिष चाहिँ उहाँको उपस्थितिमा सबैभन्दा जान पाउनु पनि आशिष हो भन्ने कुराहरू हामीले हेर्दै आएका छौं। आज चाहिँ हामीले यो पद खण्ड पढ्दाखेरि चाहिँ हामीले यो आशीर्वाद चाहिँ त्यहाँनिर इजरायलीहरुलाई आशीर्वाद दिएको कुरा छ। हामीले चाहिँ आफ्नो सन्तानलाई पनि यसरी पढेर आशीर्वाद दियो भने दिने गर्नुभयो भने राम्रो हुन्छ भनेर आशिष हुन्छ भन्ने कुराहरू चाहिँ हामीले छोराछोरीहरूलाई चाहिँ आशिष दिनुपर्छ किनकि उनीहरू चाहिँ हामीलाई परमेश्वरले दिनुभएको आशिष हुन् है। भजन संग्रह 27 को 3 मा पनि हामीले हेर्यौं भनेदेखि हाम्रो छोराछोरीहरू चाहिँ उहाँले हामीलाई दिनुभएको इनाम हुन्, उत्तराधिकारी हुन् भनेर भनिएको छ। अनि हामीले हाम्रो छोराछोरीहरू हुनु पाउनु एउटा घर बसाल्दाखेरि है, घर भन्नाले मैले हिजोदेखि नै पहिलो भागदेखि नै घर भन्दै आएको छु। यो घर भन्दाखेरि चाहिँ हामीले यस्तो भौतिक घर भन्न खोजे हैन, आत्मिकी घर। एउटा परिवार, एउटा श्रीमान श्रीमती जब घर बसाउँछ, विवाहित हुन्छ अनि त्यसपछि उसको परिवार हुन्छ, सन्तान हुन्छ अनि त्यसपछि घर, त्यसलाई चाहिँ घर भनिन्छ है। अनि त्यहाँनिर चाहिँ छोराछोरीहरू भएन भनेदेखि चाहिँ अलिकति खल्लो हुन्छ, सन्नाटा छाउँछ है, सुनसान हुन्छ। अनि छोराछोरी भयो भने उनीहरू खेल्छ हाम्रो घर आँगनमा। हाम्रो छोराछोरी नाति नातिनाहरू दौडिँदाखेरि, उनीहरू हाँस्दाखेरि, खेल्दाखेरि अनि एकदम नै घरै रमाइलो हुन्छ। अनि यो चाहिँ हाम्रो उत्तराधिकारी पनि हो, हाम्रो वंश पनि हो। हाम्रो वंश रहनु, उत्तराधिकारी हुनु चाहिँ आशिषको कुराहरू हो। त्यही भएर हामीले हाम्रो छोराछोरीहरूलाई परमेश्वरको इनाम हो भनिकन उनीहरूलाई ठिक शिक्षा दीक्षा दिएर दिने कामहरू अनि पालन पोषण गर्ने कुरा चाहिँ हामी आमा बुवाहरूको जिम्मेवारी हो है। बाइबलले हामीलाई त्यही सिकाउँदछ। हामी कतिपटक हाम्रो आमा बुवाहरूले चाहिँ छोराछोरीहरूलाई 1 बोतल दूध पोखायो भने बच्चाहरूले अनि त्यो 1 बोतल दूधको लागि नाना थरी गाली गरेर रिस उठाएर बच्चाहरूलाई हैन अनि मन दुखाइरहेको पनि हामीले देख्न सक्छौं। त्यो 1 बोतल दूध त अब पोख्यो है। अनि त्यही दूधको लागि चाहिँ हामीले हाम्रो सन्तानलाई, छोराछोरीहरूलाई मन दुखाइरहनु चाहिँ नहुने रहेछ। यो चाहिँ परमेश्वरले दिनुभएको हाम्रो आशिषको रूपमा चाहिँ हामीले लिनुपर्ने रहेछ है। अर्को कुरा चाहिँ अर्को पोइन्टमा चाहिँ हामीले सुस्वास्थ्य पनि परमेश्वरको आशिष हो है। हाम्रो शरीरमा चाहिँ
है। स्वस्थ शरीर चाहिँ आशिष हो। अनि हामी स्वस्थ शरीर भयो भने हामीले परमेश्वरको सेवा गर्न सक्छौँ, काम गर्न सक्छौँ, उहाँलाई आराधना गर्न सक्छौँ है। स्वस्थ शरीर भएन भने हामी काम गर्न सक्दैनौँ, परमेश्वरको सेवा गर्न सक्दैनौँ, उहाँलाई आराधना गर्न सक्दैनौँ। त्यही भएर स्वस्थ शरीर हुनु पनि यो एकदम आशिषको कुरा हो। तर हामीले चाहिँ के गर्नु पर्यो भन्दाखेरि है, हामीले चाहिँ सही जीवनशैली अपनाउनु आवश्यक छ। सही खानेकुराहरू खानु पर्यो होइन, गलत खानेकुराहरू खानु भएन। सही खानेकुराहरू खाने अनि शरीरलाई ठिकसँग व्यायामहरू गर्ने, स्वस्थकर भोजनहरू लिने होइन, अनिन्द्रा नबस्ने, अनि त्यो सबै केयर गऱ्यो भनेदेखि हामी चाहिँ स्वस्थ रहन सक्छौँ। अनि यो पनि परमेश्वरको आशिष हो। अनि अर्को चाहिँ हामीले कतिपटक सानो कुराहरूलाई हामीले आशिषको रूपमा लिइरहेको हुँदैन। अनि त्यो सानो कुरा पनि परमेश्वरले हामीलाई आशिषको रूपमा दिनुहुन्छ। त्यो आशिष चाहिँ त्यो सानो कुराहरू चाहिँ हाम्रो परिवारसँग समय बिताउन पाउनु, परिवारसँग घुमफिर गर्न जान पाउनु, परिवारसँग मिठो भोजन, आफूले मन परेको भोजन खान पाउनु, अनि त्यो पनि आशिष हो। त्यतिखेर चाहिँ दैनिक भोजन हामीले सधैँ खाइरहेका छौँ, तर कहिलेकाहीँ चाहिँ हामीलाई एकदम मनपर्ने भोजनहरू जुटेको खण्डमा अथवा हामीले खानेकुराहरूसँगै परिवारसँग अहिले हामीले विश्वको एउटा समस्या भनौँ न, परिवारदेखि, आफ्नो परिवारदेखि टाढा जानु परिरहेको छ। परिवारमा सँगै खान पाएको छैन, सँगै बस्न पाएको छैन होइन। अनि त्यस्तो अवस्थाहरू चाहिँ छ। तर हाम्रो परिवारसँगै बस्न पाउनु, परिवारसँगै खाना पाउनु, घुलमिल हुन पाउनु, घुमफिर गर्न पाउनु पनि आशिषको कुराहरू हो है। यो कुरा सानो छ, तर पनि हामीले यो कुरालाई चाहिँ हामीले सामान्य लिइरहेको छ, तर यो हाम्रो लागि आशिषको कुराहरू हो। अनि हाम्रो मुस्कान, हाम्रो फेसमा मुस्कान हुनु पनि, मुस्कान देख्नु पनि आशिष हो है। कसैले हामीलाई हेर्दाखेरि हामी एकदम उज्यालो मुस्कान, मुसुक्क हाँसेर बोल्ने होइन। हामी कसैले यसो हेर्दाखेरि पनि गुम्म परेर होइन, रिसाएको जस्तो फेस भन्दा मुस्कान हाँसिरहेको फेसहरूको सबैले मन पराउँछ। अनि त्यो मुस्कान चाहिँ कतिपटक खोसिन्छ, हाम्रो फेसको मुस्कानहरू हाम्रो कतिपटक पीडाको कारणले, अनिन्द्राको कारणले, विभिन्न तनाव समस्याको कारणले हामी त्यो मुस्कान हराइरहेको हुन्छ। तर जो व्यक्ति एकदम मुस्कुराउन सक्छ होइन, एकदम ब्राइटनेस चाहिँ उसको फेसमा छ भने आशिषित फेस हो है। त्यो चाहिँ एकदम आशिषित फेस हो भनेर हामीले परमेश्वरको मुहार चाहिँ हामीमाथि चम्केको है। मोसा जसरी परमेश्वरको उपस्थितिमा गएर फर्किँदाखेरि उसको मुहार चम्केको थियो, हामी परमेश्वरको उपस्थितिमा हामी हरेक दिन जान्छौँ भने त्यो चमक, त्यो ब्राइटनेस चाहिँ, परमेश्वरको त्यो ज्योति चाहिँ, चमक चाहिँ हामीमाथि चम्किन्छ है। त्यही भएर हामी चाहिँ मुस्काउन सक्छौँ, उज्यालो हुन सक्छ। अनि त्यसै गरिकन अब हाम्रो कतिपटक दैनिकी रूपमा हाम्रो मित्रता, के असल मित्रता, हाम्रो भलो चाहने, हाम्रो लागि एकदम सकारात्मक सोच्ने मित्र पाउनु पनि आशिषको कुराहरू हो। जन हामी विश्वासीहरूको लागि असल मित्र, हामीले एकले अर्काको दुःखको लागि प्रार्थना गरिदिने, एकले अर्काको उन्नतिमा एकदम खुसी हुने है। अहिले हेऱ्यो भनेदेखि एकले अर्काको उन्नति देखेर डाहा गर्ने, ईर्ष्या गर्नेहरू प्रशस्त पाइन्छ। तर हामीले यस्तो मित्र, जो मित्रले चाहिँ ईर्ष्या गर्दैन, हाम्रो डाहा गर्दैन, हाम्रो उन्नतिमा पनि खुसी हुन्छ अनि हाम्रो दुःखमा साथ दिन्छ, अनि त्यस्तो मित्र पाउनु पनि आशिषको कुराहरू हो भनेर भन्दछ। अनि हामीलाई एकदम मिठो निन्द्रा हुनु पनि आशिषको रूपमा। कतिपटक अहिले मान्छेहरू सुत्न सक्दैन, विभिन्न एन्जाइटीको कारणले गर्दा, तनावको कारणले गर्दा डिप्रेसनमा पुगेर है, मानिसहरूले चाहिँ औषधि खाँदा पनि निन्द्रा नलाग्ने अवस्थामा पुगिरहेको छ मानिसहरू। तर हामीलाई एकदम औषधि नखाइकन मिठो निन्द्रा हुनु, एकदम मस्त बेहोस हुने तालले निदाउनु पाउनु
त्यो चाहिँ आशिषको कुराहरू हो है। त्यो मस्त निदाएर हामीले 8-9 घन्टा हामीले सुत्छौँ भने हामी चाहिँ एकदम नै आशिषित हो र हाम्रो फेसमा पनि मुस्कान देख्न सक्छ है, स्वस्थ जीवन पनि हुन सक्छ। पहिलो थिस्सलुनीकेको पुस्तक 5:18 है, हरेक परिस्थितिमा परमेश्वरलाई धन्यवाद दिने कुराहरू लेखेको छ। अनि यो सानो कुराहरू हाम्रो परिवारसँग दैनिक भोजन, मित्रता, असल मित्रता, मुस्कान है, मिठो निन्द्रा सबैको लागि हामी परमेश्वरलाई धन्यवाद दिनुपर्छ। अनि 5औं नम्बर बुँदामा हामीले फेर्ने श्वास प्रश्वास पनि आशिष हो है। हामीले जुन हरेक क्षणमा है हामीले श्वास प्रश्वास लिन्छ नि, त्यो श्वास प्रश्वास लिन पनि हाम्रो त्यो आशिषको कुराहरू हो। अहिले मानिसहरूले होइन हस्पिटलतिर देख्यो भने अक्सिजन लिएर बसिरहेको, कृत्रिम अक्सिजनहरू लिएर श्वास प्रश्वास भइरहेको हामी देख्छौँ। तर हामी बिहान उठ्ने बित्तिकै सजिलोसँग श्वास प्रश्वास गर्न पाउनु पनि आशिषको कुराहरू हो है। भजन सङ्ग्रह 150 को 6 भनेको छ, सास हुने हरेक प्राणीले परमप्रभुको प्रशंसा गरोस् है। हामी सास छ, हाम्रो ढुकढुकी छ र पो परमेश्वरको प्रशंसा गर्न पाएका छौँ हामीले। हामीसँग सास छैन भने, सास गयो भने हामीले केही गर्न पाउँदैन होइन, परमेश्वरको प्रशंसा गर्न पाउँदैन, हामीले केही गर्न पाउँदैन। हामी चाहिँ अब मर्यौँ, निर्जीव भयो है सास गइसकेपछि। र हरेक बिहान हामी सुतेर उठ्दाखेरि श्वास प्रश्वास गरेर फेरि जीवित हामी भएको लागि पनि परमेश्वरलाई हामी धन्यवाद दिनुपर्छ है। यो पनि मेरो लागि आशिष हो भनेर धन्यवाद दिनुपर्छ। हरेक पल परमेश्वरको अनुग्रहको कारणले हामीले श्वास प्रश्वास गर्न पाएका छौँ। उहाँले हामीलाई विभिन्न किसिमको वनस्पति, अक्सिजन दिने वनस्पतिहरू दिनुभएको छ होइन। अनि जसले गर्दा हामी एकदम नै अक्सिजनहरू लिन पाउँछौँ। अनि परमेश्वरलाई हामी धन्यवाद दिनुपर्छ। यी कुराहरू एकदम सामान्य छ, सबैजनाले सजिलैसँग पाइरहेको जस्तो लाग्छ। तर हामीले विचार गरेर अलि गहिराइमा सोच्ने हो भनेदेखि चाहिँ यी कुराहरू चाहिँ हामीलाई आशिषको रूपमा एकदम पैसा नतिरिकन है पाउने कुराहरू परमेश्वरले हामीलाई दिनुभएको छ। आज हामीले यसमा निष्कर्षको रूपमा हामीले के देख्यौँ त भने, आशिष केवल संसारिक खुसी, आनन्द, धन सम्पत्ति मात्र होइन, तर परमेश्वरको उपस्थिति हो। छोराछोरी, सुस्वास्थ्य, दैनिक भोजन अनि खुसीहरू, अनि परमेश्वरको मुहार हामीमाथि चम्केको कुराहरू, उहाँको अनुग्रह, उहाँको कृपा अनि उहाँको सुरक्षा है। अनि सबै कुराहरू चाहिँ परमेश्वरले दिनुभएको छ, हामीलाई आशिषको रूपमा दिनुभएको छ। यसको लागि हामी हरेक दिन परमेश्वरलाई धन्यवाद दिनुपर्छ। अनि यी सबै थोकहरू अझै कति छ, कति मैले यो आशिष के हो भन्ने सम्बन्धमा अध्ययन गरिरहेको थिएँ। म छक्कै परेँ है। मैले पनि कहिले पनि यो कुराहरू चाहिँ आशिषको रूपमा मानिरहेको थिएन। अझै मैले अध्ययन गरिरहेको छु। अझै धेरै कुराहरू चाहिँ हाम्रो लागि परमेश्वरले आशिषको रूपमा दिनुभएको छ, त्यो हामीलाई पत्तै छैन, थाहै छैन है। अनि यस्तै क्रममा फेरि पनि मैले अध्ययन गर्ने क्रममा थोरै छोटो छोटो हजुरहरूको सामने आशिषको रूपमा बाँड्नेछौँ। यो चाहिँ कुनै पनि मानिसको महिमाको लागि होइन, हामी यो संसारमा जिएका छौँ, परमेश्वरको महिमाको लागि गर्नेछौँ। एकले अर्काको कुराबाट हामीले धेर थोर सिक्नेछौँ। हामी सबै पर्फेक्ट छैनौँ। एकले अर्काको कुराबाट सिकेर आशिषित भएर हामी परमेश्वरको महिमा गर्नेछौँ। हालेलुया। धन्यवाद सबैजनालाई। जय मसीह। फेरि भेटौँला।